ल गाइज हामी चाहिँ आज घरमै स्पेसल मोमो बनाउन लागिरहेको छौँ हैन। मोमोको किमा चाहिँ यो है, स्पेसल मोमो किमा, बफ किमा। गाइस हामी चाहिँ मोमो बनाएर खाना लगाएको किमा रेडी हुँदैछ। हाई गाइस हामी चाहिँ हेर्दैछौँ। हामी दर्शक खै धनिया धनिया हाल्यो यति भन्दा लाग्ला नि हैन। चाखामा हेर्दै लाग्नु हो नि। हेर्दै लाग्दैन नि। चाखामै हेर्दै। चाखामै हाल्नु त चाखेको थियो अस्ति पद्मपुरमा। मोमो बन्छ क्या हो? मोमो बन्छ क्या? यार के यो सल्लाह गरेर थोरै भएन र अलिकमा किमा त बन्द कम भएछ है। छ त यहाँ भन्दा लेखिन्छ भने मोमो चाट लेखिन्छ होला यहाँबाट। जम्मा म दुई प्लेट खाइदिनु। अब त्यो बिजन मान्छे खाए कति खानुहुन्छ खा गनेरै खा दादा नगएर त्यो कता महँगो भन्ने कुरो मलाई पहिला त 4-5 जना हुँदैन आज एक प्लेटसम्म खाएको रहेछ जोगेर हो मलाई जैन चाउमिन चाहिँ एक प्लेट खाने हो मोमो त जैन हाफ प्लेट खान्थ्यो मैले बाख्रा आइरहेछ मोमो बुढी एक प्लेट खाने चाउमिन आयो। त्यो चिकन के भएर खतरा फेरि नि त्यसले त्यो मसला अझै हाल्नु हामी चाहिँ हेरेको हेरे हामी चाहिँ हेरेको ग्यासमै बनाउने हो कि आगोमा हो आगोमुडी गराउने रमाइलो कति रमाइलो कति रमाइलो आफै गीत गाउने कलर पनि ग्यासमा बनाउनु नि त छिटो खानु मन लाग्यो यहाँ हाल त हेर्नुहोस् यसको त यसको वा गोलोवाला लाम्चोवाला यहाँ चाइनिज वाला छ है। चाइनिज वाला अरे बाबा आइटम छ फेरि हान्नलाई होला होइन। ल है गाई चाहिँ यहाँ मोमो पाक्दैछ 3 तला मोमो पाके पाकेन ओ फेरि मोमो वाउ वाउ चाहिँ ल यहाँ मोमो पाकिसक्यो। यहाँ सुप छ। बाबु हजुरहरू मोमो खान रेडी हो? हात धुवा छ? चप्पल खोल चप्पल खोल चप्पल खोल चप्पल खोल। त्यहाँ अगाडि किन राखेको छ चप्पल? अर्को खालको ल्याउनु पर्छ कि स्पुन। त्यो पानी सिधै भने त के छ? ठिक छ? अनि मोमो मिठो छ? ओके ल राम्रो छ? सबैले मलाई हात बोकेर खाए ल भने बाबालाई ल हामी खाएर फर्स्ट बाइट बुझन आइज नि काली भाइ आउन है हामीले 5-6 वटा भ्याइसक्यो जम्मा म बिसरा यो भुन्टी चाहिँ त्यो उल्टो फर्केर बसेर वो त छुट्टै हो नि। हाम्रो इटिङ च्यानल हो नि यहाँ गाइड छ हामी इटिङ गरेर छ
ल है गाइजहरू ल होममेड मोमो खाँदैछौँ हामी आज के अरे आज ग्याल्पोलो सार खानु भयो नि टेस्ट गर्नु त कस्तो छ हामीले घरै बनाएको मोमो नमिठो हुने त कुरै हुँदैन चम्चा चाहियो उयो छ एउटा चम्चा चमा